ठिक छ सेवा सेमुना अङ्कल सेवा ढोक हजुर सेवा ढोक ए त होइन हाउ फास्ट हो मलाई भर्खर हुँदैछ सेवा गरे हजुर किन अङ्कल ह्यान्डसम हुने मान्छेहरू यस्तै हो टेन्सन यो छ क्या कोही त्यस्तो एउटा मेहनती केटाको खोजीमा हुनुहुन्छ भने उहाँहरू हुनुहुन्छ एकदम सिङ्गल है हजुर उहाँहरू केटाहरू गाइसहरू नि छैन नि घरमा एक्लै जाडो महिनामा हो त गर्मी लागेर मात्रै सब सिङ्गल म पर राका लाउने सिङ्गल नै हो अहिलेसम्म सुकन्या नै हुनु सिङ्गल मेरो हामी कसरी भुलो त्यो मेरो बालापन खै कसरी भुलो त्यो मेरो बालापन जन्मभूमिको सम्झनाले रुन्छ मेरो मन नदेखेको धेरै कहाँ खान्छु सुन्दर मेरो देश म जन्मेको गाउँ म त अर्पणलाई बिचमा जानु जाने दिनमा त यस्तो लिएर आउनु बेर्नु नि छैन बेलुका त म आउनु खोजेको थिएँ बेलुका त आउनु खोजेको थिएँ कि म तर फेरि अब तर अलिक छिटै आयो कान्छा अङ्कल तपाईँ उता ज्वाइँ उता जानु होला हौ नहेर्नु भनेको होइन ए अँ सत्तरी 80 केजी जतिको पनि साथीहरूले बेला कहिले कहिले सम्झनामा हराउन मन लाग्छ आज म छु धेरै टाढा याद आइरहन्छ आज म छु धेरै टाढा याद आइरहन्छ म जन्मेको गाउँ मलाई प्यारो लाग्छ म जन्मेको गाउँ मलाई प्यारो लाग्छ के गर्नुपर्ने भयो
जन्मेको गाउँ घर मलाई प्यारो लाग्छ कहिले कहिले सम्झनामा हराउन मन लाग्छ आज म छु धेरै टाढा याद आइरहन्छ आज म छु धेरै टाढा याद आइरहन्छ म जन्मेको गाउँ घर मलाई प्यारो लाग्छ म जन्मेको गाउँ घर मलाई प्यारो लाग्छ साथी भन्नु के भएको पो खै कसरी भुलो त्यो मेरो बालापन खै कसरी भुलो त्यो मेरो बालापन जन्मभूमिको सम्झनाले रुन्छ मेरो मन नदेखेको धेरै नै भयो नदेखेको धेरै नै भयो सुन्दर मेरो देश सुन्दर मेरो देश म जन्मेको गाउँ घर मलाई प्यारो लाग्छ कहिले कहिले सम्झनामा हराउन मन लाग्छ अनि कस्तो चल्दैछ दोकान अहिले नाना ए सरी नाना कस्तो चल्दैछ अहिले नाना होइन कहाँ हाल्दिनँ नाना हाम्रो साउदी हुनुहुन्छ हाम्रो हजारौँ नानीहरूलाई शिक्षा दीक्षा दिएर उज्यालो बाटो देखाउने डेम साह्रो हो नाना कस्तो चल्दैछ नाना छङछङ बग्ने झरना खोला झ्याउरे तालमा गाउँदै नाच्न मैले अब बिर्से होला पाइला